भिडियोमा आज हामी यस्तो विषयको बारेमा अध्ययन गर्नेछौँ जुन विषय हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। जब कुनै व्यक्ति सफलता हासिल गर्छ, शक्तिशाली हुन्छ, तब त्यसले परमेश्वरको अनुग्रहलाई बिर्सेको हुन्छ। हामीले विचार गर्नुपर्ने कुरा के रहेछ भन्दाखेरि जब हामीले शक्ति प्राप्त गर्छौँ, सफलता प्राप्त गर्छौँ, तब हामी परमेश्वरमा भर पर्न छोडिदिन्छौँ। रबाम भन्ने व्यक्ति दोस्रो इतिहासको 12 अध्यायमा त्यसको बारेमा लेखिएको छ। रबाम सुरुवातका दिनहरूमा परमेश्वरको नजिक रहने, परमेश्वरको इच्छा खोज्ने, परमेश्वरमा निर्भर हुने व्यक्ति थिए। तर जब रबाम शक्तिशाली हुँदै गयो तब रबामले परमेश्वरमा भर पर्न छोडे, जसको कारणले गर्दा रबाम यति टाढिए परमेश्वरबाट कि उसको दिनचर्या, उसको कार्यहरू परमेश्वरको विरुद्धमा हुन थाल्यो। परमेश्वरले रबामलाई ठिक ठाउँमा ल्याउनको लागि मिस्र देशको राजा शीशकलाई प्रयोग गर्नुभयो, लाठोको रूपमा रबामको लागि। अनि जब रबाम र त्यसको सबै मानिसहरूले दुःख पाए शीशक राजा, मिस्र देशको राजाको हातबाट, तब रबामले आफूलाई विनम्र पारेर के भन्दछ भन्दाखेरि परमप्रभु धर्मी हुनुहुन्छ, यसको नम्रता। अनि जब रबामले यस्तो प्रकारको प्रार्थना गर्यो, आफ्नो मनले नम्रता देखायो, तब परमेश्वरले रबामलाई छुटकारा दिनुभयो। परमेश्वरले यो देखाउनु भयो रबामलाई कि परमेश्वरको सेवा गर्ने कुरा र मानिसको सेवा गर्ने कुराको बिचको भिन्नता कस्तो रहेको छ भनेर। मेरा प्रिय मित्रहरू, आज हामी परमेश्वरको सेवा गरिरहेका छौँ कि मानिसको सेवा गरिरहेका छौँ, आज हामी विचार गर्नुपर्ने कुरा। जब शक्तिशाली भयो, हामीले कुनै क्षेत्रमा सफलता हासिल गर्यो, तब के हामी परमेश्वरमा भर परिरहेका छौँ कि परमेश्वरबाट टाढिन खोजिरहेका छौँ? यो धेरै महत्त्वपूर्ण कुरा हो। आज तपाईँ र मैले बुझ्नुपर्ने कुरा, विचार गर्नुपर्ने कुरा, परमेश्वरले यो चाहनुहुन्छ कि हामी उहाँले हरेक दिन सम्झोस्, हरेक अवस्थामा, चाहे असफलता होस् वा सफलता, कमजोरी होस् वा शक्तिशाली अवस्था, परमेश्वरलाई सधैँ सम्झिरहनु नै हाम्रो लागि लाभदायक हो, असल कुरा हो हाम्रो लागि। तर जब परमेश्वरलाई बिर्सिन्छौँ तब परमेश्वरले तपाईँ र मलाई ठिक ठाउँमा ल्याउनको लागि धेरै कुरा प्रयोग गर्नुहुन्छ। परमेश्वरको अनुशासनलाई हामीले हलुङ्गो ठान्नु हुँदैन, उहाँको हप्कीलाई हामीले चाहिँ बेवास्ता गर्नु हुँदैन। तपाईँ र मेरो जीवनमा परमेश्वरले चाहिँ त्यो कुरा गर्न चाहनुहुन्छ। उहाँले यो हामीले बुझाउँदै हुनुहुन्छ यो घटनाबाट कि हामी शक्तिशाली भयो भने हामी उहाँलाई बिर्सनु हुँदैन, हामी सफलता पायो भन्दैमा हामीले उहाँलाई बिर्सनु हुँदैन। के तपाईँ र म तयार छौँ आफूलाई निहाल्नुको लागि, आफूले जाँच्नुको लागि? यदि तयार छौँ भने परमेश्वरले यो वचन तपाईँको लागि दिनुभएको छ। तपाईँको जीवनमा यदि कुनै ताडना वा प्रभुको हप्की आएको छ भने त्यसलाई स्वीकार गर्नुहोस्। परमेश्वर नम्र हृदयलाई रुचाउनुहुन्छ। जब तपाईँ नम्र हुनुहुन्छ, तपाईँ फर्किनुहुन्छ परमेश्वरका, परमेश्वरले तपाईँलाई कहिले पनि आफूबाट टाढा गएकोमा चाहनुहुन्न। रबामले जब आफूलाई नम्र पारे तब रबामलाई परमेश्वरले स्वतन्त्र छुटकारा दिनुभयो। हो, केही दुःखले उठाउनु पर्यो, केही दुःखको सामना गर्नलाई परमेश्वरले त्यसलाई त्यस्तो अवस्थामा ल्याउनु भयो ताकि उसको चेत खुलोस्। आज हाम्रो पनि चेत खुलेको छ कि छैन?
आज हामीले त्यो भिन्नतालाई महसुस गरेका छ कि छैन? परमेश्वरको सेवा गर्नु र मानिसहरूको सेवा गर्नु, यो कुराको